Hello guys, हामी चाहिँ सारङकोबाट प्याराग्लाइडिङ गर्न लाग्यो. My pilot. Yes. Introduce yourself. I'm Sibat Chhetri from Pokhara. Okay, I'm Christina Dungana from Bhaktapur. Initially from Khotang. Okay, bye bye. See you in the sky. A few moments later. Guys, jungle को माथि छ मैले चाहिँ हामी. जिन्दगीमा सबै कुरा गर्नुपर्छ गाइस. हात खुट्टा भाँचिनु भएन अनि मर्नु भएन. उही हिमाल कस्तो राम्रो देखियो. म पनि पहिलोपटक कुर्दैछु सो त्यही भएर. त्यस्तो होइन पहिलोपटक कुर्दैछु. म पनि पहिलोपटक कुर्दैछु. दुईजनाको पहिलोपटक कुरेको छ. Look at the back side. Yes, ignore us. That's like a bird. Sorry, तिमीले टाउको चाहिँ हामी गरेर खिचेको थिएन भन्दिन यो मैले त हेर्दै. First time at Cliffy गरे हो. यहाँ पोखरामा त एकदम त छ. हैन comparatively त्यस्तो रमाइलो छ. हैन comparatively सानो छ नि त अनि फ्री फल पनि कम हुँदो रहेछ भन्नु चाहिँ ल. यहाँले पोखरालाई इन्दुरको भनेर सानो भनेर नागे किस बेचत हुन्छ नभन्न हाल्दिनु ल. मतलब comparatively त सानो छ नि त. एकदमै रमाइलो भयो एकदमै. खासै धेरै यस्तो रमाइलो भयो. एक्सपेक्ट गरेको भन्दा रमाइलो भयो के. त्यो एकछिन चाहिँ फ्री फल भएर केही पनि नथाहा पाउँदो रहेछ कि है. 3 सेकेन्ड जति. गाइस हामी चाहिँ फेमतालको माथि गइसक्यौँ. So guys, हामी चाहिँ अब ल्यान्ड गर्न लागेका छौँ तालको माथि.
ओके कृष्ण उठ न किन ए अनि तपाईँले उठा भन्छु भन्नुभएको थियो उठ्नु न बस्ने हैन नि बस्नु ल यता हेर न त कस्तो भएको छ अरे एकदमै रमाइलो भयो गाइस बिहान बाई बाई बाई